हेलो गुन्द्रुक गुन्द्रुक हामी चाहिँ गुन्द्रुक ल हेर्न हाम्रो गुन्द्रुकको हालत साग साग अब यसको हामी गुन्द्रुक बनाउने हो नि त अहिले हाल्ने पनि देखाउँछ है म अनि पोहोर कसैले तँलाई कसले दिए यत्रो पैसा त यति धेरै गुन्द्रुक हालेको भनेर भनेको थियो कि मिनेट चाहिन्छ भाइ मिनेट कसले दिन्छ र पाखुरी चाहिन्छ बनाएर खानलाई आफ्नो बनाएर खानलाई अर्कालाई भने जस्तो सजिलो हुँदैन कोही कसैको आश गरे र हिँड्ने जस्तो लागेको छैन हामीलाई हामी आफ्नो ल यति धेरै यो पालि पनि कति हुन्छ अझै गुन्द्रुक हालेर पनि म निकालेर पनि देखाउँछु है त मलाई पोहोर भनेको थियो नि यसरी टिप्दैछ हामी चाहिँ यसरी सक्लो बनाएर हामी लगेर झ्याम पानीमा पखालेको पनि देखाउँछु सक्छ त फेरि मैले टिपेर नबस्नु ल यसरी टिप्ने हो यो यसरी यो सुकिसक्यो आजको घामले ल हेर्नु जाँगर चलायो भने जे पनि हुन्छ कि अर्काको आश गर्नु पर्दैन पोहोरकै छ यति धेरै अझै छ चाहिन्छ भने लिन आऊ के अरे केही गर्ने मेरो युट्युबमा भिडियो हेऱ्यो भने चाहिँ यो भिडियो चाहिँ तिमीहरूको लागि है ठोकेर भने मैले ल हेर यहाँ कतिको चाहिँ गुन्द्रुक होला त अहिले धुने बेलामा अनि किचेर हाल्ने बेला पनि देखाउँछु हेर्दै गर ल देख्नुभयो होला नि अघि मैले टिपेको जस्तो पाएर किन चाहिँ अझै धुने हो र यो चाहिँ हामीले पखालिसकेको हो यो चाहिँ अब यो पखाल्दै गरेको यो बाँकी नै छ पखाल्नलाई गुन्द्रुक हाल्ने तरिका खाना भने त्यस्तै हुन्छ र साथीहरू गुन्द्रुकलाई कति मिहिनेत गर्नुपर्छ त्यो गर्नेलाई थाहा छ नि त हो त्यसै खानु मात्रै खोजेर हुँदैन नि त हौ यस्तो गरी यहाँ यति धेरै मिहिनेत गरेको छ यो चाहिँ के अनि कहाँबाट ल्यायो होला अनि कसले ल्याइदियो होला त्यो पनि सोध्छ होला होइन चाहिँ हामी आफैले टिपेर ल्यायो मैले टिपेर ल्याएको भिडियो चाहिँ नबनाएको हो यो चाहिँ मूल पानी काली माटी कालो बाटो यसरी अनि यसलाई अहिले किच्याउने बेला पनि देखाउँछु अब चाहिँ फेरि यहाँ लाउने स्टार्ट भयो धुइसकेर यति धुइसक्यो यति धेरै यहाँ आधी ड्रममा पनि लगाइसक्यो यसलाई चाहिँ यसरी किच्याउनुपर्छ ल किचाइहाल्दा नि हुन्छ हामी चाहिँ किचाएर हाल्छौँ यसरी किच्याएर यसरी डाक्ला हुन्छ नि यसलाई चेप्ट्याउने हो कि हाम्रो चाहिँ यस्तो छ गुन्द्रुक हाल्ने तरिका हजुरहरूको कस्तो छ कमेन्ट गर्नु है अनि सब्सक्राइब पनि गरिदिनु न हौ मेरो युट्युब च्यानललाई यस्तो भयो चाहिँ अनि कस्तो लागिरहेको छ तिमीलाई हात यस्तो भइसक्यो हात चाहिँ किक्रेर यस्तो भन्छ कम्प्लिट सिधा पनि किक्रेर भन्दा किक्रिए
कुकुरिएर कक्रिएर यस्तो भयो माटलको पानी हो नि त जस्तै चिसो हिउँ पऱ्यो होला कठिलेर हात चाहिँ यस्तो भएको छ हाम्रो के गर्नु रात परिसक्यो हामीले 4 बजीदेखि स्टार्ट गरेको है यो उठाउनु अनि त्यसपछि ल्याउनु पखाल्नु अनि त्यसपछि यसरी हाल्नु मतलब लगाउनु अनि यति धेरै छ अब कहिले सक्ने हो अनि यसको लास्टमा हामी गुन्द्रुक निकाल्ने बेला पनि भन्छौँ है तपाईँहरूलाई गुन्द्रुक बनाइसकेपछि पनि हामी भिडियो हालिदिन्छौँ वेट गर्नु होला सब्सक्राइब चाहिँ गर्नु के सबैले सब्सक्राइब गर्नु क्र्याप भनेको त गङ्गा होइन होइन कक्रोच क्र्याप भनेको गङ्गा रेवा रेवा हाम्रो भाषामा चाहिँ रेवा भन्छ है कक्रोचलाई चाहिँ गङ्गा दाइको के रे गङ्गालाई चाहिँ रेवा भन्छ है आकाश छेउ तपाईँहरूलाई यस्तै हामी के गरी दिनबित छ भनेर हेर्नु मन छ भने सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् हामीहरू पनि भिडियो छौँ मेरो त बल्ल 8 जनाले सब्सक्राइब गरेछ त्यो पनि कमेन्ट गर्नु होला कमेन्ट गर्नु होला हामीलाई नि माया सपोर्ट गर्नु होला हामी सानो लेभलदेखि अलिक ठुलो लेभलमा हामीलाई पनि पुग्ने रहर छ हाम्रो इन्टरटेनमेन्ट तपाईँहरूलाई हामी इन्टरटेनमेन्ट दिइरहेको हुन्छौँ है त ल अब हामी यो हालिसकेपछि मात्रै देखाउँछु तपाईँहरूलाई कति बट्टा हाल्यो भनेर मात्रै देखाउँछु